हेलो नमस्ते गुड मर्निङ डिएक्सन सम्पूर्ण आदरणीय सर मिस म्याडमहरू जो जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू। सो तपाईँहरू सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट फेरि पनि नमस्ते भन्न चाहेँ। र आज चाहिँ मैले आजको भिडियोमा विशेष हामी पुरानोलाई भन्दा पनि नयाँ सर मिस म्याडमहरू जो भर्खरै मात्रै डिएक्सनमा आबद्ध हुनुभएको छ उहाँहरूको लागि चाहिँ एकदमै सन्देशमूलक भिडियो लिएर आएको छु। जुन भिडियो हामी डिएक्सन कम्पनीमा हामी स्वयं डिस्ट्रिब्युटर भइसके पछाडि सो अनलाइनबाट चाहिँ हामीले नयाँ सदस्यहरूलाई चाहिँ कसरी चाहिँ अब जोइनिङ गराउने होइन, कसरी अनलाइन जोइन गर्ने भन्ने विषयमा मैले भिडियो लिएर आएको छु। सो त्यसको लागि म सरसर्ती स्क्रिनमा जान चाहेँ है। सो स्क्रिनमा गइसके पछाडि फर्स्ट अफ अल हामीले गुगलमा अथवा क्रोममा जानुपर्ने हुन्छ होइन। सो त्यसमा गएर हामीले डिएक्सन इओल्ड भनेर टाइप गर्नुपर्ने हुन्छ, जुन तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। अर्थात् www.dxn2u.com हान्नुभयो भने पनि यो अप्सन हामीले भेट्ने गर्छौँ। सो मैले चाहिँ अहिले डिएक्सन इओल्डमा क्लिक गरेँ। सो तपाईँहरूले पनि त्यही गर्न सक्नुहुन्छ। त्यसै गरी फेरि पनि डिएक्सन इओल्डमा मैले डबल क्लिक गरेँ है। सो यस्तो खालको इन्टरफेस हामीले देख्न सक्छौँ। अब हामीले गर्नुपर्ने काम के छ भन्नुलाई भने नयाँ सदस्य बन्नको लागि चाहिँ यस्तो खालको इन्टरफेस आइसके पछाडि सर्र लाएर चाहिँ तल हामीले सार्नुपर्ने हुन्छ बिस्तारै होइन। सो तल सारिसकेपछि हामीले देख्न सक्छौँ बिकम अ डिस्ट्रिब्युटर भनेर देख्न सक्छौँ है सर मिस म्याडमहरू। सो बिकम अ डिस्ट्रिब्युटर भन्ने अप्सन आइसके पछाडि एप्लाई अनलाइन भनेको अप्सनमा चाहिँ हामीले छुनुपर्ने हुन्छ। सो यस्तो खालको इन्टरफेस खुल्छ। अब हामीले यहाँनिर चाहिँ आई हेभ रिड एन्ड अन्डरस्ट्यान्ड भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु पर्यो है। सो यो भइसके पछाडि फर्स्ट अफ अल हामीले सुरुमा कन्ट्री चुज गर्नुपर्ने हुन्छ। म चाहिँ अहिले मलेसियामा छु। सो त्यही भएर म मलेसियामा भएको हुनाले गर्दाखेरि मैले मलेसिया चुज गर्छु र मलेसियामै भएको व्यक्तिलाई चाहिँ मैले मेम्बर बनाउँदैछु। सो यो भित्र तपाईँहरूले चाहिँ मानौँ साउदीमा भएको साथीहरूलाई मेम्बर बनाउँदै हुनुहुन्छ, दुबईमा भएको साथीहरूलाई मेम्बर बनाउँदै हुनुहुन्छ, एक्जाम्पल कुवेतमा भएको साथीहरूलाई अनलाइन मेम्बर बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले त्यही कन्ट्री चुज गरेर चाहिँ त्यहाँको जिप कोड गुगलमा खोजेर होइन, अर्थात् उहाँ काम गरिरहनु भएको साथीलाई सोधेर प्रयोग गरेर चाहिँ तपाईँहरूले त्यहाँको एड्रेस हालेर त्यही कन्ट्रीको फ्ल्याग चाहिँ हामीलाई चाहिँ सिएसएसमा देखाओस् भन्न चाहनुहुन्छ भने चाहिँ त्यही कन्ट्री हामीले चुज गरेर चाहिँ हामीले अनलाइन जोइन गर्न सक्छौँ। सो अहिले चाहिँ म मलेसियामा छु र मलेसियाकै साथीलाई चाहिँ जोइन गर्दैछु, त्यही भएर मैले मलेसिया चुज गरेँ है। तपाईँहरूले पनि जुन कन्ट्रीको साथीलाई चुज गर्दै हुनुहुन्छ त्यही कन्ट्री चुज गर्नु होला। सो मैले मलेसिया चुज गरेँ। अब भने यहाँ तल हामीलाई स्पोन्सर कोड चाहिने हुन्छ। सो स्पोन्सर कोड मैले चाहिँ अघि नै यहाँनिर कपी गरेर राखिसकेको छु। अब फेरि म गुगलमै आएँ पूर्ण रूपमा। यहाँनिर हामीले स्पोन्सर कोड हानेपछि तल अटोमेटिक नाम आउनु पर्यो है। हो यसरी नाम आएको छ मेरो यहाँनिर। सो तपाईँहरूकोमा पनि अनिवार्य आउनु पर्यो। अब यसमा चाहिँ हामीले फुल नाम जुन व्यक्तिलाई हामीले मेम्बर बनाउँदैछौँ त्यो व्यक्तिको नाम हान्नुपर्ने हुन्छ है। सो तपाईँहरूले पनि यसै गरी कपी गर्दाखेरि पनि हुन्छ, अर्थात् कापीको पानामा मजाले पहिला लेखेर राख्नुहोस् है। पासपोर्ट नम्बर अनि व्यक्तिको फुल नेम अनि जन्म मिति होइन, जिमेल आइडी, फोन नम्बर तपाईँले के राख्न चाहनुहुन्छ त्यो गर्नुहोस्। अब मैले चाहिँ यहाँनिर अघि नै मैले यो चुज गरिसकेको भएर चाहिँ अब मलाई यहाँ कपी गर्दै मलाई चाहिँ यहाँ मेम्बर बनाउनको लागि अलिक छिटो हुन्छ, किनकि मैले तपाईँहरूलाई चाहिँ भिडियोमा देखाउँदैछु है। सो त्यही भएर अब यहाँनिर जेन्डर भनेको छ मेल फिमेल, तपाईँले लेडिज अथवा जेन्ट्स कसलाई जोइन गर्दै हुनुहुन्छ त्यो चुज गर्नुहोस्। मैले जोइन गर्दै गरेको व्यक्ति चाहिँ उहाँ मेल नै हुनुहुन्छ है, जेन्ट्स हुनुहुन्छ। सो अब चाहिँ यहाँनिर जन्म मिति हाल्नुपर्ने हुन्छ। यसमा तपाईँहरूले के ध्यान दिनुहोस् भने अनिवार्य रूपमा जति ठाउँमा चाहिँ यो फर्म भर्दाखेरि हामीलाई यो रातो खालको स्टार छ नि, यो रातो खालको स्टार भएको ठाउँमा चाहिँ अनिवार्य हामीले भर्नुपर्ने हुन्छ है फर्म भर्दाखेरि। सो यहाँनिर जन्म मिति हाल्नुपर्ने हुन्छ। उहाँको चाहिँ 7 नोभेम्बर 1997 छ। सो मैले यहाँनिर 7 नोभेम्बर 1997 चुज गरेँ। अब यहाँ मैले पासपोर्ट नम्बर हाल्नुपर्ने हुन्छ। ध्यान दिनुहोस् है, यो रातो खालको स्टार भएको ठाउँमा चाहिँ अनिवार्य हामीले नछुटाइकन
भर्नुपर्ने हुन्छ है त। सो पासपोर्ट नम्बर पनि मैले हाने। एकदमै इजी छ, तपाईँहरूले सिकिसके पछाडि एकचोटिमा सर्लक्क यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईँले प्रष्ट बुझ्नुहुन्छ भन्ने आशा छ। सो पर्सनल ट्याक्स आइडी भनेको छ, यसमा मैले केही पनि राखिनँ है। सो नेसनालिटी भनेको छ, मैले चाहिँ नेपालको व्यक्तिलाई जोइन गर्दैछु, त्यही भएर मैले यहाँ नेपाली चुज गर्छु। तपाईँहरूले अब यहाँको विदेशी अर्थात् कुन कन्ट्रीको मान्छेलाई जोइन गर्दै हुनुहुन्छ त्यो तपाईँहरूले चुज गर्नुपर्ने हुन्छ है। नेपाली मैले चुज गरेँ। सो त्यस पछाडि अब हामीले पछि सिएसएस खोल्दै गर्दाखेरि चाहिँ जुन एसएमएसहरू आउने गर्छ त्यो हामी चाहिँ अब मोबाइल नम्बरमै आउने बनाउने हो अथवा जिमेल आइडीमा आउने बनाउने हो। मैले चाहिँ यहाँनिर जिमेल आइडी युज गर्छु है। ओके, ल्याङ्ग्वेज मैले इङ्ग्लिस नै चुज गरेँ यहाँनिर। अब यहाँनिर चाहिँ हामीले हकवाला कसलाई राख्ने भनेको छ होइन। ट्रिक हेयर टु अपडेट बेनिफिटरी इन्फर्मेसन भनेको छ, तपाईँले हकवाला कसलाई राख्ने भन्नुभएको छ। मैले चाहिँ जसलाई मेम्बर बनाउँदैछु उहाँको मम्मीको नाम प्राप्त गरेको छु है। सो त्यही भएर चाहिँ उहाँको मम्मीको नाम नै मैले चुज गरेँ। तपाईँहरूले पनि त्यसमा त्यही आधारमा राख्न सक्नुहुन्छ है। जस्तो कि अब दाई दिदी बहिनी दाजु भाइ होइन, काका काकी अर्थात् श्रीमान श्रीमती छोराछोरी कसलाई राख्नुहुन्छ त्यो साइन पनि हामीले यहाँ चुज गर्नुपर्ने हुन्छ। यहाँ रिलेसनसिप भनेको छ, यहाँनिर चाहिँ मैले मदर चुज गरेँ। तपाईँहरूले अब कसलाई हकवाला राख्नु भएको छ त्यही आधारमा चुज गर्नु होला भन्न चाहन्छु है। त्यस पछाडि यहाँ पासपोर्ट नम्बरहरू यो भनेको छ, यो नराख्दाखेरि पनि फरक परेन। हामीले ध्यान दिनुपर्ने अघि पनि भनेको थिएँ, जुन जुन भागमा चाहिँ यो हाम्रो रातो स्टार लगाइएको छ त्यो ठाउँमा चाहिँ अनिवार्य भर्नुपर्ने हुन्छ है। सो यहाँ मैले लोकल एड्रेस राख्दैछु है। तामान टेक्नोलोजी जोहोर सेनाई मैले चाहिँ यही राखेँ। सो यहाँनिर मैले होस्टेलको नाम पनि लेखिदिन्छु, तपाईँहरूले पनि लेख्न सक्नुहुन्छ है। कहाँको एड्रेस छ त्यो त्यही हिसाबले मिलाएर राख्नु होला। सो मैले सिटी चुज गर्नुपर्ने हुन्छ, मैले जोहोरमा छु, मैले जोहोर चुज गरेँ है। सो त्यही अनिवार्य मैले सेनाई चुज गरिसकेको छु। सो अघि मैले जिप कोड नम्बर भनेको थिएँ, यहाँ चाहिँ पोस्ट कोड भनेको छ होइन। सो तपाईँहरूको ठाउँ अनुसारको, जस्तो हाम्रो नेपालमा पनि जिप कोड भनेर खोज्नुपर्ने हुन्छ। सो तपाईँहरूले त्यो यदि बाहिरको साथीहरूलाई जोइन गर्दै हुनुहुन्छ भने चाहिँ जिप कोड अनिवार्य यहाँ खोज्नु होला। सो यो भइसके पछाडि तपाईँ हामीले अब यहाँ कन्टिन्यूमा जानुपर्ने हुन्छ है। सो कन्टिन्यूमा जाँदाखेरि अब यस्तो खालको इन्टरफेस खोल्छ र यहाँनिर हामीलाई चेक गर्नु भनेर दिएको हुन्छ है त। सो यहाँ चेक गर्ने भनेको चाहिँ हामीले जस्तो कि अब स्पोन्सर कोड हामीले कसको राखेका थियौँ त्यो चेक गर्न पर्यो, मिलेको छ कि छैन भनेर होइन। सो त्यस पछाडि अब हामीले यहाँ कन्ट्री चुज गरेको त्यो ठिक छ कि छैन, जस्तो कि मैले मलेसिया चुज गरेको थिएँ, यहाँ मलेसिया देख्न सक्छौँ होइन। सो यहाँनिर चाहिँ अब मेम्बर बनाउँदै गरेको व्यक्तिको नामको अक्षर अथवा सरनेम कतै काहीँ बिग्रेको छ कि त्यो पनि हामीले चेक गर्नुपर्ने हुन्छ है। प्रायः जस्तो पासपोर्टमा चाहिँ अब सरनेम लगाउँदाखेरि थर पछाडि नाम अगाडि हुनुपर्ने ठाउँमा अधिकांश मान्छेहरूको चाहिँ पासपोर्टमा अगाडि चाहिँ थर हुन्छ, पछाडि नाम हुन्छ। सो त्यही भएर झुक्किएर तपाईँहरू थरलाई अगाडि नामलाई पछाडि नबनाउनु होला सकेसम्म है। जुन सिरियली हाम्रो नागरिकतामा हुनुपर्ने नाम छ त्यही आधारमा मिलाएर नाम हाल्न सकिन्छ हामीले है। सो एड्रेसहरू हामीले मिलाएर चेक गर्न सक्छौँ, जन्म मिति हामीले मिलाएर चेक गर्न सक्छौँ। मेरो यहाँ सबै ओके नै छ। सो यहाँनिर यस्तो खालको इन्टरफेस आउँछ, यहाँनिर चाहिँ पहेँलो कलरको यो लाइन आउँछ, यहाँ एउटा हामीले टिक लगाउनु पर्ने हुन्छ होइन। टिक लगाइसकेपछि फेरि कन्टिन्यू गर्नुपर्ने हुन्छ। त्यस पछाडि यहाँ चाहिँ ओके गर्नुपर्ने हुन्छ। सो मैले ओके गरेँ होइन। ओके गरिसके पछाडि चाहिँ अब यहाँनिर चाहिँ अप्सन दिन्छ हामीलाई, अहिले हामी केही प्रोडक्ट किन्ने हो अथवा पछि रजिस्टर गर्ने हो भन्ने खालको चाहिँ अप्सन आउँछ। यहाँ एकछिन खुल्छ, म तपाईँहरूलाई म देखाउँछु है। सो यस्तो खालको अप्सन आएको छ यहाँनिर होइन। सो यहाँनिर चाहिँ अब हामीले प्रोडक्ट चुज गर्न पनि मिल्छ अनलाइन किन्नको लागि, तर म यहाँनिर रजिस्टर एन्ड पर्चेस लेटरमा चाहिँ म क्लिक गर्छु होइन। सो क्लिक गरिसकेपछि यस्तो खालको
इन्टरफेस आउँछ हैन। सो यहाँनिर भइसकेको छ हेर्नुहोस् है। स्पोन्सर कोड यहाँनिर चाहिँ मैले फुर्बा तामाङ राखेको थिएँ, जुन यहाँ देखाइरहेको छ। अब म कन्टिन्यू गर्छु। अब नयाँ मेम्बर बनिसक्नु भएको व्यक्तिको चाहिँ यहाँनिर के आउँछ त, मेम्बर आइडी शुद्ध हामीलाई प्राप्त हुन्छ है। यो भिडियो अन्तिमसम्म हेर्नु भने, भिडियो लामो छ तर अन्तिमसम्म हेर्नु भने तपाईँहरूले अवश्य पनि पुरा प्रोपरली बुझ्नुहुन्छ आशा छ मलाई। यहाँ हेर्न सक्नुहुन्छ मेम्बर मेरो अनलाइन जोइनिङ भइसकेको छ। सो यही तरिका अपनाउनु होला, तपाईँहरूले पनि जोइन गर्नु होला भन्न चाहन्छु है। तपाईँहरू सबैजनाले जो जतिले मेरो भिडियोलाई चाहिँ हेर्दै हुनुहुन्छ लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला है। ल तपाईँहरू सबैलाई, जति पनि हाम्रो डिएक्सन परिवार हुनुहुन्छ तपाईँहरू सबैलाई चाहिँ बेस्ट अफ लक भन्न चाहेँ। र तपाईँहरूले पनि यसै गरी अनलाइन जोइन गरेर घरमै बसी बसी पनि हाम्रो बिजनेसलाई चाहिँ टिम निर्माण गरेर ग्रोथ गर्न सक्छौँ भन्न चाहन्छु है। र यसमा चाहिँ अब अनलाइन जोइन त गरियो, सिएसएस कसरी खोल्ने भन्ने विषयमा पनि म तपाईँहरूमा केही समय पछाडि विशेष नयाँ साथीहरूको लागि चाहिँ भिडियो लिएर आउने नै छु। अहिले चाहिँ भिडियो लामो भइसकेको हुनाले गर्दाखेरि मैले यतिमै बिट मार्न चाहेँ। हस् त, नमस्ते, थ्याङ्क यू सो मच। जहाँ जाँदै मेरो परिचय दिन चाहन्छु। मेरो नाम रामकाजी विक, घर रामेछाप है। मेरो फेसबुक पेजमा चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, रामकाजी शाहशङ्कर मेरो नाम छ। र मेरो आफ्नै अफिसियल युट्युब च्यानल पनि छ, रामकाजी अफिसियल युट्युब च्यानल छ, जसमा आरके स्मार्ट नेपाल मेरो युट्युब च्यानल पनि छ, फेसबुक पेज पनि छ हैन। सो तपाईँहरूले सर्च गरेर लाइक, कमेन्ट र फलो गर्न सक्नुहुन्छ। युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है। रामकाजी अफिसियल युट्युब च्यानलमा चाहिँ मैले धेरै लिडर सरहरूबाट पाएको अनुभव उतारेर भिडियोलाई चाहिँ मेरो च्यानलमा राख्ने गरेको छु। त्यो भिडियोबाट पनि नयाँ साथीहरूलाई चाहिँ तपाईँहरूले प्रेरित गर्न सक्नुहुन्छ भन्न चाहेँ। हस् त, थ्याङ्क यू सो मच। गुड मर्निङ डिएक्सन, बेस्ट अफ लक।